बोलीमा मात्रै सीमित हो दाजु बोली मैले रियालिटीमा देखाउनु पर्यो बोलीमा मात्रै सीमित हो दाजु ए भाइ मैले तिमीलाई कहिचोटि फोन गरेको छु तर गर्न त गरे है दाजुले पनि एक दिन अगाडि गर्छ नि भोलिपल्ट बिर्सिन्छन् दाजुले भाइ गाह्रो छ हो मलाई यसो बिर्सिनु भएन यति मात्रै हो यहाँ सुन तिम्रो नाम राखेर कसैले ट्याग गरेर कसैले 2 रुपियाँ पैसा हाल्दैन कसैले 5 रुपियाँ पैसा हाल्दैन नि ए दाजु म त 2 पैसा मलाई दिन मान्छे यति हो दाजु हजुरले बुझ्नु भएन होला यो दुनियाँ भिडियोले नाइ गरेको छ माया गर्छ पठाउँछ के गर्ने र हो र मैले तर मेरो एउटा सुन्नु न मेरो सम्पत्ति सुन्नु दाजु यो टिकटकमा जति भुइए पनि जे भने मेरो जति सम्पत्ति आजसम्म भगवान् म कसम खाएर भन्छु होइन 1-2 जना मान्छेको होला होइन तर लाखौँ मान्छे ट्रिट गर्छ तर लाखौँ मान्छेमा नि 5औं स्थानमा पर्ने मान्छे हो म सम्पत्तिमा चाहिँ है दाजु म घमण्ड गर्दिनँ मेरो के भने मेरो भागमा छुट्याएर दियो भने 12-13 करोडको सम्पत्तिको मालिक हो म तर म के भन्छु भने दाजु तपाईँ म सम्मान गर्छु एजलाई ब्रदर भने यस्तो दाजु अरू कुरा गर्न सक्दैन मेरो दाइको सम्पत्तिमा राखिदिन्छु ल मेरो दाइको तपाईँसँग समय बाँकी राख्न के होइन तपाईँ एक आफू देवीका तपाईँको बहिनी हो दाजु होइन नाइ म धेरै कुरा मिलेर बस्नु त्यति भन्छु ल भक्तपुरमा यहाँ सुन मेरो भक्तपुरमा दाइको घर छ ल 3टा घर छ ल बाजी राखेर गरौँ ल भोलि ल हावा कुरा गर्छ तिमी कसो दाइको कुरा पर्सेन्ट रूपमा लाग्नु न कसो दाइको मामाको माइजूको घर राखेर हुन्छ यहाँ 5औं स्थानमा पर्छु भनेको कारण के हो त नि ए दाजु मसँग टक्कर नगर्नु यार दाजु यार तपाईँ भनेको भाइ हो म बिन्दास मान्छे हो बिन्दाससँग टक्कर गर्नु भने आफै बेकु भन्नु हो दाजु यतिको टाइम विचार गर्नु तपाईँले फेरि यो अरूसँग टक्कर गरेर जस्तो म होइन नि फेरि दाजु तपाईँले सम्मान गर्छु माया गर्छु होइन नेपालमा 5औं स्थानमा पर्छु भने होइन तिमी नेपालमा 5औं स्थानमा पर्छु भने होइन म चाहिँ विनोद चौधरी पर्दैन 5औं स्थानमा के गर्छौ तिमीले याद गर्छौ तिमीले ओ माय गॉड विनोद चौधरी भन्छ पनि मेरो घरमा भाडा मागेको मान्छे हो अब अलि आएर ठुलो कुरा गर्नु भयो तपाईले लाडा र भाइ माछ किन फेरि नगर्नु ब्रदर अलि लाडा तपाईले मेरो कोच्चे हो तपाईँ नाटक नगर्नु तपाईँ अर्को जान्दा तपाईँ सुधार छु मैले सुधार केनामा राख्नु पर्छ के गर्नुपर्छ म त्यो गर्छु तपाईँ खुर्क गरेर त्यो सावित्री भाउजूलाई माया गर्नु प्रेम गर्नु के भन्छ फेरि भन्छ रन्डीको छोरा के भन्छ रे माछ किन याद गरे फेरि मुजी फेरि त्यसको नाम नै भन्दैन ए माइले बडी यसले सम्झाउन यो बुद्धि पनि नभएको यो यसको दिमाग पनि छैन के पागल हो भोग्यो होइन यसले मैले के पनि भन्नु सक्दिनँ किन हो र सावित्री भाउजूले धोका दियो भने तपाईँलाई कसम भगवान् कसम होइन तपाईँलाई पावरले पनि बाटो दिँदैन होला सिधै गरेर भनिदिन्छु मैले ल हेर्नु त तपाईँलाई किन यसले हामीसँग तान्दैन उहाँ बोल्न भ्याउँदैन उहाँ मेरो कोहीसँगले लडाइँ छैन यहाँ दुनियाँको नाम लिएर कसैको नदिनु है नरिसाउने म बिजी छु मान्छे कराइरहेको होइन थुप्रै चाहिन छु मेरो त्यही काम रहेछ खालि टाउके जिप लगा बोल्न त मान्छेले फुर्सद पाएको जारको त लडाइ हुन्छ त
नखेल त नखाने तामा नहो भने मुख छान्नुहुन्छ है भरत बाबा तपाईँहरू यहाँ मेरो लाइफमा कसको नाम लिएर जो कसको नाम नछौ के बिन्दास के मैले यस्तो हो र सानोमा कसरी नराम्रो कुरा गरेको छु र मैले गरेको छु र छैन नि त मैले रेली कुरा गरेको मान्छे हो म तर आफ्नो जुन एउटा पहिलो बुढी हो सामान्य गर भन्न खोजेको हो मैले अरू केही पनि भन्न खोजेको होइन यिनलाई जो यिनको जिन्दगीमा पहिलो बुढी आयो नि पहिलो बुढीलाई सामान्य गर रेस्पेक्ट गर भन्न खोजेको हो यिनलाई मेरो बोली बन्द पर्दैन पर्दैन के गर्ने हो र मैले नगर्नु हेर्नु भरत ब्रदर तपाईँलाई जति मैले ठोके पनि जे गरे पनि बिन्दास भनेको ब्रान्ड हो यति कुरा विचार गर्नु नि तपाईँको म तपाईँको 2-4 शब्द थोरै इज्जत होला मेरो इज्जत नि ओए माचिक्ने भयो त माचिक्ने म त राणीको छोरो मलाई सम्झाउने राणीको छोरो ल हेर्नु त तपाईँ होइन मन नर भन नबोला तिमी दुईलाई चाहँदैन म अलिअलि चाहदिनँ अब कुटेको त मलाई मेरो फोटो लगाएर ठोक झन् कुरा नगर न बिन्दास भने तिमीलाई चाहिँ के छेउछेउ गरेर नभन नामै नल्याउ के अरू कुरा गर न मलाई सोध न बरु म छोडिन्छ नि आएर छाडा छाडा मात्रै लाजे मर्दै कसैलाई पनि नतान लाइभ बन्द गर झार्दै यो नसुन्ने एउटालाई तानो एउटा रिसाउँछन् एउटालाई तानो एउटालाई रिसाउँछन् बरु भन्दा कसैलाई नतान्ने बिन्दास दाइ तपाईँ पनि नरिसाउनु भरत दाइ तपाईँ पनि नरिसाउनु है तपाईँहरूको के हो त्यो हामीलाई थाहा छैन है हामी अब कसैको बिचमै नपर्ने कसैलाई पनि नतान्ने अब तपाईँलाई माथि तानो अनि अब उसलाई माथि तानो मलाई तानेन भन्छन् माथि तान्दियो छाडा बोल्न थाल्छन् मम लभर्स वेलकम नमस्ते हाम्रो सेक्सी दिदी आउनुभयो दाइ यहाँ नलेख्दिनु न यार बिन्दास दाइ यहाँ नलेख्दिनु है यहाँ नलेख्दिनु प्लिज नलेख्दिनु हाम्रो मम लभर दिदी वेलकम सेक्सी दिदी यहाँ कसैको केहीको बारेमा नलेख्दिनु हामी बिचमा पर्दैनौँ दाइ हुन्छ हामी भनेको गरिब मान्छे सोझा सादी मान्छे अब बिन्दासे पनि माइलो भरते पनि माइलो भयो त चाह उता पल्लोमा फेरि बिन्दासेलाई के जोस चलेको आमालाई झन् त्यति भनिदिएको कि मरिगा सुरुमा आएनन् आउनु भनेर तानेको पछि त झगडा पो पारे यार कोही पनि नआउनु बिन्दासे पनि कि सय भिड्न लागेको ठाउँमा आउँदिन भन्थ्यो अस्ति चाहिँ